फाल्थ्यो, चाउचाउ खायो प्लास्टिक ब्याग फाल्थ्यो। बसन्तपुरभन्दा केही कम छ त्यो चोक। सत्रौँ 18औँ शताब्दी भएको धेरै पुरानो हो। 2300 वर्ष पुरानो असन इन्द्र चोक जस्तो, नेपालको असन इन्द्र चोक जस्तो। कलेजमा मेरो एउटा साथी थियो कि यहाँको पुस्तैनी चाहिँ यहाँको अरे होइन। त्यो मेरो कलेज एउटा साथी थियो कि त्यहाँको पुस्तैनी घर चाहिँ यहाँ अरे। तर यहाँ अब बस्न खाने महँगो भएर तिनीहरूले घर चाहिँ भाडा दिएर अनि अन्तै सर्यो अरे क्या। यहाँ भएको घर चाहिँ होटल सोटललाई भाडा मिलाएर आफू चाहिँ अन्त्य बस्ने चाहिँ यहाँ धेरै महँगो छ अरे खानु बस्न। अब अमेरिकालाई त महँगो छ भने यहाँ अब अरूलाई त के सस्तो। एकदम टुरिस्ट प्लेस रहेछ यो। ठमेलतिर गए जस्तै होला, असन इन्द्र चोक गए जस्तै। कस्तो हुँदैछ त अनुभव? एन्ना पुलिस घुमघाम हो। अब यतापट्टि चाहिँ हामी जाने भ्याएन होइन। यस साइड चाहिँ हामी जान भ्याएन। यहाँ चाहिँ यो चाहिँ अमेरिकाको पुरानो क्यापिटल हाउस। अहिले चाहिँ वासिङटन डिसीमा भएको छ पुरानो जमानाको। यहाँ थियो अमेरिकाको संसद भवन। यहाँबाट वासिङटन डिसी सरे। यो चाहिँ पुरानो। पुलिस अमेरिकाको पुरानो राजधानी, मेरील्यान्डको अहिलेको राजधानी, ऐतिहासिक सहर, पुरानो सहर 17th-18th सेन्चुरीको। यहाँको प्राय घरहरू सबै 200-300 वर्ष पुराना घरहरू सबै। यो बिल्डिङ त पक्कै यो 200 वर्षभन्दा पुरानो बिल्डिङ हो। हामी चाहिँ यो मेरील्यान्डको राजधानी एनापोलिस भन्ने ठाउँमा छौँ। यो चाहिँ अमेरिकाको पुरानो राजधानी, पहिलेको राजधानी। अहिले चाहिँ मेरील्यान्ड राज्यको मात्र राजधानी, पुरानो सहर।